मान्य सदस्य आशिका तामाङ, हिजोको दिनमा तपाईँले ती दिन बिर्सिनु हुँदैन। कसैले पिसाब फेरिरहेको ठाउँमा मोबाइल तेर्साउँदै जाँदाखेरि पनि मान्छेले विरोधै गरेका थिए र कसैले वाह वाह भनेका थिए। त्यही भएको कारणले गर्दाखेरि हिजोको दिनमा कसले चप्पल लगाएर आयो र कसले धोती लगाएर आयो, को चाहिँ भागी बिहे गर्यो, को चाहिँ मागी बिहे गर्यो, को चाहिँ विदेशीसँग बिहे गर्यो भन्ने कुरा नखोतल्नुहोस्। तपाईँले खोतल्नुहोस् त भोलिको दिनमा हामीले के गर्न सकिन्छ र कसरी चाहिँ हामी अगाडि बढ्न सकिन्छ। तपाईँका मिसन, तपाईँका भिजन, तपाईँको योजनाहरूलाई चाहिँ अगाडि सार्नुहोस्। हिजो बैठकमा सुन्दै थिएँ कि चप्पल लगाएर आएका थिए। चप्पल तपाईँले लगाउनुहुन्छ, मेरा बाउले लगाए, मैले लगाएँ। चप्पल नलगाउने होइन नि त, लगाउनै पर्छ। चप्पल नलाउँदा काँडा बित्छ नि त। चप्पल लगाए, कसले लगाए, के लगाए भन्ने कुरो छोडिदिनुहोस् न। तपाईँ अहिले त्यो कोट्याउने कुरो होइन नि। तपाईँको भिजन, तपाईँको मिसन, तपाईँको योजनाहरू तपाईँले गर्ने कार्यान्वयन अब कुन योजना कसरी गर्नु सक्नुहुन्छ त्यो बताउनुहोस् र तपाईँका योजनाहरू जनतालाई सुनाउनुहोस्। तपाईँको योजना जनताले सुनेपछि तपाईँको साथमा रहनेछन् र तपाईँ यस्तै चप्पल पड्काउने, हिजोको कसले पिसाब फेर्यो भन्ने कुरा गर्ने, कसै कहाँ चाहिँ पानीको मूल्य बढ्यो भन्ने कुरा गर्ने, हिजोको दिनको कुरा गर्नुभन्दा तपाईँको कार्यकाल सफल रहँदैन है मान्य सदस्य। र एकदम तपाईँले योजना ल्याउनुहोस्। के योजना? जनतालाई योजना देखाउनुहोस्। ती धोती लगौटी चप्पल नदेखाउनुहोस् है त मान्य सदस्य। सलाम गरेँ।